वैशाख 11 गते हुन गइरहेको एनइबी परीक्षा हुन्छ कि हुँदैन? कक्षा 12 को परीक्षामा सहभागी नहुने नेपाल शिक्षक महासङ्घको निर्णयले गर्दा लाखौँको सङ्ख्यामा रहेका विद्यार्थीहरूको भविष्य खतरामा रहेको छ। मलाई कमेन्टमा धेरैजनाले सर यो 11 गते हुन गइरहेको परीक्षा हुन्छ कि नै भनेर सोधिरहनु भएको थियो। यो भिडियोमा तपाईँलाई म जानकारी गराउँछु कि परीक्षा हुन्छ कि हुँदैन या हुन सक्ने कतिको सम्भावना छ भन्ने कुरा म आजको भिडियोमा तपाईँलाई जानकारी गराउँछु। सोमबार जारी विज्ञप्ति मार्फत महासङ्घले आगामी वैशाख 11 गतेदेखि हुन गइरहेको कक्षा 12 को परीक्षा बहिष्कार गर्ने घोषणा गरेको छ। यहाँ तपाईँलाई बहिष्कार गर्ने घोषणा गरेको त्यो घोषणा पत्र पनि मैले अगाडि देखाउँदैछु। त्यो घोषणा पत्रमा के लेखिएको छ तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ नेपाल शिक्षक महासङ्घ, यो महासङ्घले प्रकाशन गरेको नोटिस हो। शिक्षक महासङ्घले यहाँ मिति उल्लेखित छैन। हिजो भर्खरै नोटिस यो जारी भएको, हिजो भर्खरै निकालिएको नोटिस हो। यहाँ पढ्न सक्नुहुन्छ तपाईँहरूले काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै तथा शिक्षक कर्मचारी साथीहरूमा जोरदार आग्रह गर्दछु। त्यसै गरी 2082 वैशाख 11बाट हुने कक्षा 12 को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायतका कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्राध्यापक, शिक्षक तथा कर्मचारी साथीहरूमा अपिल गर्दछु। शीघ्र शिक्षा ऐन जारी गराई विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको यस आन्दोलनलाई सहयोग तथा समर्थन गरी दिनुहुन विद्यार्थी, अभिभावक, विव्स, गाउँ नगरपालिका तथा सबै शैक्षिक सरकार पक्ष समक्ष अनुरोध गर्दछु भनेर यहाँनिर महासचिव र अध्यक्षले साइन पनि गर्नुभएको छ। यसरी जारी भएको छ नोटिस। अब यो नोटिसले चाहिँ के जनाउँछ भने कुनै पनि शिक्षकले सहभागी नजनाउने यो परीक्षा हुन आँटेको छ जुन 12 को, त्यो परीक्षामा कुनै पनि शिक्षकहरूले विशेष गरेर सामुदायिक विद्यालयको शिक्षकहरूले सहभागी नजनाउने भएका छन्। अब यदि शिक्षकै सहभागी हुनु भएन भने परीक्षा हुने त सम्भावना नै छैन। तर पनि परीक्षा हुने चाहिँ थोरै सम्भावना रहेको छ। महासङ्घको यो निर्णय सँगै परीक्षाको सञ्चालनमा अन्यल सिर्जना भएको छ भने विद्यार्थी र अभिभावक चिन्तित बनेका छन्। शिक्षा मन्त्रालयले अहिलेसम्म औपचारिक प्रतिक्रिया भने दिन सकेको छैन। तर यो विषयमा मलाई लाग्छ लाखौँको सङ्ख्यामा विद्यार्थीहरू छन्। अब विद्यार्थीको भविष्य भने खतरामा आउन सक्छ। जस्तै लाखौँको विद्यार्थीहरू छन्, लाखौँ सङ्ख्यामा कसैको 12 सक्ने बित्तिकै विदेश जाने प्लानिङ हुन्छ होइन, त्यो समस्या भयो कसैको होइन। हाम्रो नेपालमा त ट्रेन्ड नै छ कि विदेश जाने 12 सक्ने बित्तिकै भनेर। अनि यो परीक्षा सारियो या रोकियो भने त त्यो त अनि खतरामा पर्न सक्छ। अनि सबै विद्यालयहरूले लगभग यो नयाँ सत्रदेखि कार्यक्रम स्थापना गरिसके कि विद्यार्थीहरू अब ब्याचलरमा आउनुहोस् भनेर होइन कार्यक्रम स्थापना गरिसके। अनि फेरि परीक्षा नै भएन भने कसरी ब्याचलर तहमा जान्छन् त विद्यार्थी। यस्तो कुराहरूले गर्दा पनि परीक्षा चाहिँ हुने सम्भावना छ। त्यही भएर तपाईँहरूले चाहिँ परीक्षाको तयारी भने गरिरहनु पर्ने देखिएको छ। त्यसैले परीक्षा हुने सम्भावना ज्यादाभन्दा ज्यादा रहेको कारणले गर्दाखेरि तपाईँले परीक्षाको चाहिँ जोरदार तयारी गर्नुहोला। यदि अहिले परीक्षा भएन भने पनि हुने सम्भावना भने ज्यादा छ। त्यही पनि काहीँ कतै कुनै कारणले भएन भने पनि तपाईँहरूले तयारी गरिराख्नुभयो भने जहिले भए पनि तपाईँहरूलाई सजिलो हुन्छ। त्यसै कारणले जोरदार तयारी चाहिँ गरिरहनु होला र जानकारीको लागि भिडियो साथीहरूसँग सेयर समेत गर्नुहोला। भोलि बेलुका 6 बजे आमाको सपना कविताबाट आउन सक्ने मोस्ट इम्पोर्टेन्ट क्वेसन विथ सल्युसन लिएर उपस्थित हुनेछु। बेलुका 6 बजे हामी पक्कै पनि भेट्नेछौँ। समग्रमा भन्नुपर्दा वैशाख 11 गते परीक्षा हुने सम्भावना चाहिँ ज्यादा छ, तर कहीँ कतै नहुने सम्भावना पनि रहेको जानकारी तपाईँहरूलाई गराएँ। यदि नहुने भयो भने म तपाईँलाई यही युट्युब च्यानलको मार्फतबाट जानकारी गराउँछु। सब्सक्राइब गरेर जोडिराख्नु होला। म तपाईँहरूलाई जानकारी दिइरहन्छु, 12सँग जोडिएका अपडेटहरू ल्याइरहन्छु। हस् त धन्यवाद। आजको जानकारीमूलक भिडियो यहीँ समाप्त भएको छ।